ल खाना सबैलाई छ हैन त काका जति आए पनि खाना छ हैन त ल भैया कैसा लग रहा है खाना सब ठीक है ना मेला में सब मजा हो रहा है ना मजा आ रहा है ठीक ठीक एकदम मजे करो ल हामी यति बेला अहिले माडी 1 गोतक धाम परिसरमा यो रात्रिकालीन मेला लागिरहेको छ देख्न सक्छौ यहाँ सप्ताह भागवत यता चालु र श्रद्धालु भक्तजनहरू यति बेला हामी देख्न सक्छौँ यो गाडी लिएर छिमेकी राष्ट्र भारतसम्मबाट यहाँ श्रद्धालु भक्तजनहरू राष्ट्रदेव पशुपतिनाथको अब हामी एक चरण मेलामा हेर्ने कोसिस गरिरहेका छौँ अहिले रातिको कति बज्यो 10:15 भयो ल रातिको यो रात्रिकालीन मेला गोतक धाम हरेक चैती दशैँमा लाग्ने गर्दछ र माथि अखण्ड कीर्तन भइरहेको छ ल यो मेला हेर्नुहोस् जुम ल हेरेका ल यस ल हेर्नुहोस् ल जताततै मान्छे छ जाउँ सब रमाइलो हेलो ल मेला भिडियो कस्तो लाग्यो कमेन्ट गर्नु होला ल नाइटमा पनि लाग्छ है यहाँ मेलालाई घुम्न नछुटाउनु होला खानाको डिपार्ट छ सबैजनालाई खानाको व्यवस्था छ है सबै भक्तजनहरू जो आउनुहुन्छ सबैलाई खानाको व्यवस्था छ यहाँ र त्यहाँ बाबाहरूले खाना खाइरहेको हामी देख्न सक्छौँ सबैजनाको लागि खाना छ कोही भोकै रहनु पर्दैन है गोदकमा आएर है यस्तो खतरनाक भ्यू हेर है ल हेर्नु ल के देख्नुहुन्छ ल कमेन्ट गर्नु होला है त यति सुरक्षित ठाउँ छ क्या चितवनको माडी ल हेर्नु सबै इन्डियाबाट आउनु भएको पाहुनाहरू अब नअटेर है उता भवनहरू छ त्यहाँ भजन कीर्तन भइरहेछ ल हेर्नु क्या क्रेजी ठाउँ छ छैन त ल हेर्नु यहाँ मस्त सुतिरहेछ सबै यहाँ मस्त भइरहेछ भिडियो कस्तो लाग्यो कमेन्ट गर्नु होला मन परे एक शेयर एक लाइक कमेन्ट फलो